हेलो एभ्रिवान, इट्स मी योर ब्रदर मनीष शाह एन्ड मलाई चाहिँ धेरै स्टुडेन्टहरूले पर्सनली मेसेज गरेका छन् र युट्युबमा कमेन्ट पनि गर्नुभएको छन् के दाइ हामी चाहिँ जर्जियामा एमबिबिएस गर्न आउँदा सी दिएर आउँदा र विदाउट सी दिएर आउँदा के कस्ता एडभान्टेज छ र के कस्ता डिसएडभान्टेज छन् र अर्को क्वेसन सोध्नु भएको छ नि के दाइ हाम्रो एमबिबिएस गर्न आउँदा नि जर्जियामा चाहिँ के आइल्स र पिटी कम्पलसरी छन्। सो आज हामी यो भिडियोमा तिनीहरूकै बारेमा डिस्कस गर्न गइरहेका छौँ। सो वाच द भिडियो अन्टिल द एन्ड। सो तपाईँ चाहिँ सी दिएर चाहिँ एमबिबिएस गर्न आउनुभयो भने इट्स भेरी इजी एन्ड अफकोर्स यसले चाहिँ तपाईँलाई एडभान्स दिन्छन् कि तपाईँ एमबिबिएस गरे 6 इयर कम्प्लिट गरेपछि तपाईँ आफ्नो कन्ट्रीमा गएर नेपाल मेडिकलको लाइसेन्सको एक्जाम दिएर तपाईँ चाहिँ नेपालमा एज अ डक्टर प्र्याक्टिस गर्न सक्नुहुन्छ। बट हजुर चाहिँ विदाउट सिई दिएर आउनुहुन्छ भने हजुरलाई चाहिँ डिसएडभान्टेज के छन् भने हजुरलाई 6th इयर सम्म एमबिबिएस यहीँ गर्नुपर्छ। प्लस हजुरले चाहिँ इन्टरनेसनल्ली 5वटा कन्ट्री छन् जसमा युके, क्यानाडा, युनाइटेड स्टेट्स, अस्ट्रेलिया र एउटा न्युजिल्यान्ड भन्ने 5वटा कन्ट्री छन्। ती मध्ये कुनै पनि कन्ट्रीबाट तपाईँले चाहिँ एमडी गर्नुपर्छ, यो कम्पलसरी हो। त्यसपछि तपाईँले चाहिँ एमडी गरेपछि मात्र तपाईँ आफ्नो कन्ट्रीमा फर्केर एज अ डक्टर काम गर्न सक्नुहुन्छ। सो सी दिएर आउँदा चाहिँ तपाईँले चाहिँ 6 वर्षपछि आफ्नो देश फर्किन सक्नुभयो र विदाउट सी दिएर आउँदा चाहिँ तपाईँलाई चाहिँ अलमोस्ट 9 or 10 इयर चाहिँ फरेनमा बसेर डक्टर एमडीसम्म कम्प्लिट गरेर अनि त्यसपछि मात्र आफ्नो कन्ट्रीमा फर्किन मिल्छ। एन्ड अर्को क्वेसन चाहिँ के आइल्स र पिटी कम्पलसरी हो? सो यस, अकर्डिङ टु जर्जियन गभर्मेन्ट 2026 देखि उहाँहरूले चाहिँ आइल्स र पिटी कम्पलसरी गरेका छन्। किनभने 2025 सम्म धेरै स्टुडेन्टहरूले चाहिँ विदाउट आइल्स र पिटी यहाँ नदिकन आउँदा चाहिँ धेरै स्टुडेन्टहरूले चाहिँ अलि इङ्ग्लिस र यहाँको लोकल ल्याङ्ग्वेजमा अलि अप्ठ्यारो हुन्थ्यो। सो गभर्मेन्टहरूले चाहिँ यो डिसाइड गरेका छन् कि आइल्स र पिटी कम्पलसरी छन्। एन्ड अर्को अहिले चाहिँ एडभान्टेज यो छ कि 2026 को मार्च इन्टेकसम्म चाहिँ आइल्स र पिटी कम्पलसरी छैन। सो हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने विदाउट आइल्स र पिटी दिएर एमबिबिएस गर्न आउनुहुन्छ भने हजुरहरूको लागि चाहिँ यो एकदमै इम्पोर्टेन्ट मौका छ एडमिसन पर्नुको लागि। सो इफ यु वान्ट टु इन्ट्रेस्टेड सो प्लिज कन्ट्याक्ट मी अन द गिभन नम्बर एन्ड यु विल गेट डाइरेक्टली एडमिसन बाई चुजिङ योर युनिभर्सिटी। सो कन्ट्याक्ट मी। इफ तपाईँहरूलाई हाम्रो भिडियो इन्फर्मेसन लाग्यो र अझै यस्ता भिडियोहरू हेर्न चाहनुहुन्छ भने हामीसँग कनेक्ट हुनुहोस् र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस् ताकि सबैभन्दा पहिला हाम्रो भिडियोहरू हजुरहरू सामु पुगोस्। थ्याङ्क यू।